नमस्कार साथीहरु, तपाईहरुले स्क्रिनमा जुन थम्बनेल देख्दै हुनुहुन्छ यस्तै टाइपको जिब्ली आर्ट फोटो हामीले चाहिँ अलरेडी कसरी बनाउने भन्ने कुरा एउटा भिडियो तपाईहरुले देखिसक्नु भएको छ होला च्यानलमा। त्यस्तो टाइपको भिडियो चाहिँ हामीले बनाउँदा धेरै नै प्रब्लमहरु आइरहेको छ। यानी कि कसैमा चाहिँ फोटो बनाउने लिमिट देखि लिएर कसैकोमा चाहिँ लगइन नहुने धेरै इस्युहरु भएको कारणले कतिको चाहिँ फोटो चाहिँ दिनमा एउटा दुईटा बनाएपछि त्यसपछि चाहिँ सर्भर डाउन हुने त्यस्तो टाइपको इस्यु आएको कारणले साथीहरु म तपाईहरुलाई आज एकदम नै सजिलो तरिकाले एकदम नै फास्ट र अनलिमिटेड हामीले फोटो बनाउने एउटा तरिका सिकाउन गइरहेको छु, जुनबाट तपाईहरुले सजिलैसँग यस प्रकारको जिब्ली आर्ट फोटो चाहिँ बनाउन सक्नुहुनेछ। र साथीहरु त्यसको लागि तपाईहरुले एकदम इजी तरिका रहेको छ र तपाईहरुले प्ले स्टोरबाट त्यो एप चाहिँ पाउन सक्नुहुनेछ। भिडियो सुरुदेखि अन्तिमसम्म हेर्नुहोला साथीहरु। म तपाईहरुलाई जिब्ली आर्ट फोटो तपाईहरुले अगाडिको भन्दा राम्रो तरिका प्लस त्यो भन्दा सजिलो तरिकाले तपाईहरुलाई म सिकाउन गइरहेको छु। सबभन्दा पहिले तपाईहरु प्ले स्टोरमा आइसकेपछि एउटा एप इन्स्टल गर्नुपर्ने हुन्छ। एपको नाम रहेछ जिरोक भन्ने एप रहेको छ। यो एप तपाईहरुले आफ्नो फोनमा इन्स्टल गर्नुपर्ने हुन्छ। तपाईहरुले लोगो हेर्नु होला। इन्स्टल गरिसकेपछि साथीहरु तपाईहरुले यो एपलाई ओपन गर्नु होला र यसमा साथीहरु तपाईहरुले अगाडि जस्तो इस्यु आउँदैन, किनभने यसमा चाहिँ सर्भर एकदम फास्ट रहेको छ र धेरै साथीहरुले चाहिँ यो युज गर्नु भएको छैन, त्यही भएर यो चाहिँ फास्ट काम गरिरहेको छ। अब यहाँनेर तपाईहरुले हेर्न सक्नुहुन्छ मैले अलरेडी लगइन गरेको छु। तपाईहरुले पनि यसलाई चाहिँ सुरुमा आफ्नो गुगल अकाउन्ट वा तपाईहरुले ट्विटर एक्स जुन रहेको छ त्यहाँबाट तपाईहरुले लगइन गर्न सक्नुहुनेछ। त लगइन चाहिँ गरिसकेपछि साथीहरु अब तपाईहरुको यस तरहको इन्टरफेस सुरुमै आउँछ। यहाँनेर तपाईहरुले के गर्नुपर्छ भन्दाखेरि यो प्लस आइकन रहेको छ, क्लिक गर्नु होला र यहाँ फोटोजमा जानु होला साथीहरु। फोटोजमा गइसकेपछि तपाईहरुले कुन फोटोलाई चाहिँ जिब्ली आर्ट फोटो ट्रेन्डमा लाने त्यो फोटो तपाईहरुले यहाँ सिम्पली सिलेक्ट गर्नु होला। ओके, एकछिनको लागि म यहाँ तपाईहरुलाई देखाउँछु कुनै एउटा मोडेलको फोटो सिलेक्ट गर्छु। ओके, यही मोडेलको फोटो सिलेक्ट गरिदिन्छु। फोटो सिलेक्ट गरिसकेपछि यसलाई एडमा क्लिक गर्छु। फोटो एड भइसकेपछि अब यहाँ तपाईहरुले लेख्नुपर्ने प्रम्प्ट रहेको छ कन्भर्ट दिस फोटो। ओके, कन्भर्ट दिस फोटो इन्टु GHIBLI स्पेलिङ हेर्नु होला, जिब्ली स्टुडियो आर्ट फोटो। ओके, यति लेखिसकेपछि तपाईहरुले यो एरोमा क्लिक गर्नु होला। एरोमा क्लिक गर्नु देख्न सक्नुहुन्छ केही प्रब्लम आइरहेको छैन, सिम्पली हाम्रो यहाँ कन्भर्ट भइरहेको छ र विथिन फ्यु सेकेन्डमा तपाईहरुको यो फोटो चाहिँ रेडी भएर आउनेछ। र साथीहरु त्यति बेलासम्म तपाईहरुले च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन अवश्य च्यानललाई सब्स्क्राइब गर्नु होला र छेउमा रहेको बेल आइकन हिट गर्न चाहिँ नबिर्सिनु होला, ताकि तपाईहरुले कुनै पनि ट्रेन्डिङ भिडियोहरुको अपलोडको नोटिफिकेसन सबभन्दा पहिले पाउनुहुनेछ। अब तपाईहरुले यहाँ स्क्रिनमा देख्न सक्नुहुन्छ एउटा फोटो मात्र नभएर दुईवटा फोटो हाम्रो आएको छ। तपाईहरुलाई यो दुईटा फोटोमा कुन बेस्ट लाग्छ साथीहरु, यो चाहिँ अप्सन रहेको छ। जुन तपाईहरुलाई बेस्ट लाग्छ, मलाई यो सेकेन्ड भन्दा नि फर्स्टको फोटो बेस्ट लाग्यो। फर्स्टको फोटो मैले यहाँ सेभमा क्लिक गरेर डाउनलोडिङ स्टार्ट देखाइरहेछ। यो डाउनलोड भइसकेपछि हाम्रो ग्यालेरीमा आउनेछ। म तपाईहरुलाई ग्यालेरीमा आएको पनि लाइभ यहाँ तपाईहरुलाई देखाउन गइरहेको छु। ओके साथीहरु, लाइभ यहाँ आइरहेको छ। यहाँ तपाईहरुले हेर्न सक्नुहुन्छ भर्खर मैले सेभ गरेको फोटो ग्यालेरीमा आइसकेको छ। र साथीहरु यस्तै टाइपको जिब्ली आर्ट फोटो मात्रै नभएर भिडियो पनि तपाईहरुलाई चाहिन्छ भने यस्तै टाइपको जुन एनिमेटेड भएको फोटो मात्रै नभएर यसलाई चाहिँ हामीले कुनै पनि भिडियोलाई चाहिँ यस्तो टाइपको एनिमेटेड जिब्ली आर्टमा चाहिँ भिडियो चाहिन्छ भने त्यसको लागि एउटा कमेन्ट गर्नु होला, ताकि म तपाईहरुलाई नेक्स्ट भिडियो चाहिँ जिब्ली आर्ट फोटोको भिडियो कसरी बनाउने त्यो तपाईहरुलाई सिकाउने छु। हेर्न सक्नुहुन्छ हाम्रो फोटो चाहिँ एकदम नै प्रोफेसनल तरिकाको फोटो आइसकेको छ। र होप साथीहरु तपाईहरुलाई यो भिडियो मन पर्यो होला। मन परेमा भिडियोमा एक लाइक गरिदिनु होला र आउने दिनमा यस्तै ट्रेनिङ ट्युटोरियलहरुको साथ अवश्य पनि उपस्थित हुनेछु। अहिलेलाई बाइ बाइ।